हुनुहुन्छ होला हाम्रो नयाँ मिनी भ्लगमा आज हामी बहिनी म जाँदैछौँ। हामी पहिला जान्छौँ बर्मनिया, त्यसपछि हामी जान्छौँ के अरे सालमिया घुम्दैछौँ। हामी बसमा छौँ, गाडी जाँदैछौँ। हामी निस्केको भिडियो बनाउनु पाएन है। अब हामी अगाडि देखाउँदै हजुरहरूसँग बस्दै गर्छौँ ल है त गाइज। फाइनली गाइज हामी आई बसमा छौँ, अगाडिमा यहाँ दाइले पनि धेरै भ्लग बनाएर पैसा कमाएको। अहिले आउँदा पनि यस्तै अगाडिको बस्छ। यो अगाडि बस्दा त मैले गाडी चलाएको जस्तो फिल भइरहेछ। गफ नहाल्नु नि उहाँ चाहिँ मेरो दिदी, उहाँ मेरो बहिनी अगाडि छ। अनि अब क्या गीत बजिरहेको थियो, त्यहाँबाट त्यसको साउन्डहरूले नहालेको मैले। फेरि हामीलाई अलिकति गाह्रो हुन्छ, कपिराइट हान्ने भन्ने हुन्छ युट्युबले। त्यही भएर मैले चाहिँ पछाडिको क्यामेरामा मस्तसँगले भिडियो बनाइरहेको छु। अनि अब धेरै पछि हामी सालमिया जान्छु भनिरहेको थिएँ क्या मैले चाहिँ। अनि घुमाउन लगेको छु साथीलाई अगाडि, त्यसपछि गएर जुम गरेको ट्राफिक अगाडि रहेछ। अनि त्यही भएर चाहिँ अब जाँदैछौँ गाइस है। हेर्दै गर्नु होला हाम्रो ब्लगलाई, साथ दिनु, माया गरिदिनु है। त्यतिखेर चाहिँ मैले साउन्ड अफ गरिदिएँ। बहिनीले यताबाट हाई, दिदीले पनि हाई भन्छ है। अनि अब साथीलाई पनि मैले हाई गरेर त साथी भन्छ, साथीले पनि यताबाट हाई गर्छ। अब यता मैले ड्राइभरलाई पनि दाइ हो दाइ एक भैया एक बार हाई गरौँ भनेको, उसले पनि हाई गरिरहेको छ। त्यसपछि फेरि मैले भिडियो बनाउन थालेँ गाइस है, हेर्दै गर्नु। यो चाहिँ गाइज है, तपाईँहरूलाई मैले देखाएको चाहिँ जुम गरेर, यो चाहिँ कुबेत टावर भन्ने छ। कुबेत टावरको ठाउँमा हो, मैले यसो देखाएको छु तपाईँहरूलाई। यतिखेर चाहिँ साथीलाई मैले साथी एउटा गीत दामी बजाउँ, मेरो फेभरेट गीत भनेर म चाहिँ गुनगुनाउँदैछु क्या। अनि यहाँ अगाडिबाट हेर्दै साथी चाहिँ हुन्छ भनेर भन्दै थियो। अनि गीत सुन्दै गइरहेको छौँ। अनि ट्याक्कै अब हामी आइपुग्नु पनि लागिसकेको छौँ होइन गाइज। अनि हामीले अब गीत सुन्दै मलाई मनपर्ने गीत म त छुट्याउने कुरा भएन है। हेलो गाइज, हामी ट्याक्कै अहिले मरिना मलमा आइपुग्छौँ है। मरिना मलमा होइन साथी, हामी झोला चाहिँ किन बोकिरह हो, इलेक्ट्रोनिक कार।
फाइनली धेरै पछि आएछौँ हामी गाइज है। तपाईँहरू हेर्दै गर्नु होला। हजुरहरूलाई म सालमिया लिएर घुमाउँछु एक दिन भनेको थिएँ, घुमाएँ गाइज है। मैले च्यालेन्ज कम्प्लिट गरेँ गाइज। यहाँ चाहिँ अहिले यस्तो अफर चलिरहेछ गाइज है। अब पेपरमा नै लिएर जाँदैछ अनि यहाँ त्यसको चलिरहेछ क्या गेम। लगाएको त्यसको 50 केडीले त्यस्तै डिजाइन मलाई यो हाल्नु पाउनु 50 केडी गाइज हामी अब सबै मलमा छौँ है। हाम्रो साथीले टिकटक बनाउनु जाँदैछ, यहाँ टिकटक चल्दैछ गाइज है। पुग्यौँ। यो कुन के कहाँ अरे साथी यो सालमिया सिसाइड आइरहेको छौँ गाइज है। हामी चाहिँ यहाँनिर छौँ नि आज धेरै बहुपछि घुम्न आएको आज। हजुर म यहाँ भ्लग बनाउँदैछु नानी, भ्लग बनाउँदै यहाँ हाम्रो गाइजहरूलाई देखाउन। सालमिया गाइज यो हाम्रो पार्टी बोर्ड यहाँनिर बर्थडेको छ। सबैहरू सन्चै हुनुहुन्छ होला है। लाइक गरिदिनु, फलो गर्नु होला है गाइज। तिम्रो आँखाको गाजल बनु, तिम्रो मायामा पागल बनु। गाइज हामी बिहान आएको गुन्द्रुक ल्यायो घुमेछौँ गाइज, भोक लागिसक्यो, दाइलाई कुरिरहेछौँ है। वहाँ एउटा मसल्ला छ गाइज है। एउटा सुतिरहेछ, एउटा उहाँ मोबाइल चलाएको छ। चलिरहेछ यहाँनिर के खाने भनेर हामी यहाँ वेटिङमा छौँ। यो चाहिँ हाम्रो दाइको कालो चस्मा हो, यस्तो देख्छ गाइज। मास यहीँ किनिहाल्छु, यहीँ पाइहाल्छ। गुन्द्रुकको तरकारी पकाएर खानुपर्छ। गुन्द्रुकको तरकारी खानुपर्छ रे। अहिले यहाँनिर चाहिँ भोक लागिरह। हजुरहरूलाई थाहा छ भने यसो भनिदिनु। 10-11 कति बजी हिँडेको, 4 बजी बल्ल यहाँ आएर मेरो बहिनीलाई पनि थकै लाग्यो, दिदीलाई थकै लाग्यो, मेरो साथीलाई थकै लाग्यो। घाम धेरै नै थियो। म चाहिँ यसो बुढीको भ्लग बनाएँ। दाइ पनि आउँदै हुनुहुन्थ्यो, कुरेर बस्नु दाइलाई। सब्सक्राइब गरिदिनु, लाइक गर्नु, कमेन्ट गरिदिनु है। त आजलाई यति नै है त मेरो भ्लग।